As I'm gonna react to some of the most funniest new Nepali memes. Let's get right into it, la. 65% फेरि अब अर्को एउटा फेरि उन Damn, man. तू नारी नहीं पिशाचिनी है पिशाच Atti, man, the editor did Ashika Tamang dirty on this one, yaar. सुरुमा त तिमीले मलाई चिन्नी थिएनौ होइन चिन्थेँ कि दादा म राइटरबाटै चिनेको थिएँ क्या राइटरबाटै चिनेको थिएँ राइटर मैले कुन गीत लेखेर कुन कविताहरु लेखेर राइटर हुनलाई कविता होइन दादा बाइकको राइटर राइटर हैन के राइटर राइटर This guy, writer. भिटेन दाइले मलाई के भन्नुभएको थियो नि त्यो चाहिँ मलाई एउटा यहाँ हेर्ने छ होइन म भिटेन दाइसँग सँगै बसेर खाना पनि खाएको छु गाइस कसम म भिटेनलाई भेज कि चिकन त्यो भेज चिकन होइन घरमा खर्चहरू गर्नुहुन्छ गर्नु तपाईँले ड्याड मम्मीहरूको लागि गिफ्ट दियो भने नि किन ल्याएको पर्दैन The face she made, yaar. कस्तो औडा मुख बना था. Sex or food? Or food while having sex? obviously You have to say like food while having sex because you make sure. I love that. स्वस्तिमा खड्का फ्रीकी हो आम्मा. रामले सीताको मन चाहिँ कसरी जित्नु भएको थियो ल भन्नुस् कसरी पाउनु भयो भने धनुष कसैले उठाउन नसकेको तर रामजीले आएर यसरी उठाइदिनु अब भनेपछि पूजा शर्मालाई कसैले बिहे गर्न चाहन्छ भने के उठाउनु पर्छ के एउटा त्यस्तै डर्टी हैन डर्टी कुराहरुमा थट्स जाने के. पहिलो प्रश्न रहेको छ Which continent is United States in? United States as well as Japan. This man is hilarious, yaar. एक दुई गोल हान्नु परेको भएन म अब त्यो अर्को टिमले नान भनेछ त्यही अर्को टिमले नान बाबुको भयो रुनु पनि आयो है अलिअलि रुन आयो बाबुलाई फोटो खिच डिपा सुड्डी हैन कमेन्टमा पनि लेख्छ नि सलमान खान जस्तो भनेर तर हजुर सलमान खान जस्तो देखिनु त फेरि इन्टरभ्युअरले पनि थप्दिरा के. अब साच्चीकै पनि सलमान खानै देखिनुहुन्छ म केही पनि होइन तपाईँ माधुरी दीक्षित जस्तो हुनुहुन्छ हो त्यस्तो देखिन्छ बुढा पनि दिन्छ. मेरो स्वर यति मसिनो छ कि मलाई अझै पनि पठाउले नानी भन्छ कि नानी बाबु के भन्ने भोलिपर्सि के भन्ने बाबा This isn't even AI है AI भिडियो हैन के गरे जिब्रो अर्को सम्म कि जो वियर्ड म्यान यार. कालो गाई गोरो आउँछ त्यस्तो पनि हुन्छ जुत्ता भए खुट्टा कति कति कालो गाई गोरो आउँछ खुट्टा भयो जुत्ता कति हो निकु. तपाईँको जीवनमा आउनको लागि योग्यता के हो जस्तो लाग्छ मेरो जीवनमा आउनको लागि मलाई केयर गरोस् तपाईँले केयर गरोस् मलाई केयर गरोस् त्यसरी हैन कतिखेर खायौ कतिखेर जाने हो टाइममा सुत्यो खाने सबभन्दा धेरै मन पर्ने नेता चाहिँ को हो तपाईलाई सबभन्दा धेरै मन पर्ने त केपी ओली हो केपी ओली फ्यान गर्ल यो भयो नि हजुर यो पार्किङमा होटल चलाउने अधिकार कसले दियो घरबेटीले दिए जस्ट एज सिम्पल एज द्याट हैन. त्यस्तै भयो कि मेरो पनि जीवनमा लाइफमै आएनन् कि कोही गर्लफ्रेन्ड पठाउँछु भनेको पट्टिँदै पट्टेनन् के हेर्ने होला रे गर्लफ्रेन्ड बनायो भने त उफ्री उफ्री होला हैन माया गर्ने उफ्री उफ्री Alright, so that was it for today, guys. You're watching For Real Cool Channel right now. I'm Pravesh. It's been a pleasure. Take care, guys. Peace.